ल सबैजना यता हेरे मान्छे यति राम्ररी चाहिँ 1 घन्टादेखि त्यो पिठो मिचै चाहिँ सेलरोटी बनाउने केही सुरसार छैन। 10वटा सेलरोटी कस्तो बनाउँछिन् ल हेर हेर सबैले। यति राम्रो सिप बस्छ तिम्रो जस्ती राम्ररी मान्छे उस्तै राम्रो सेलरोटी भएछ ल हेर ल कति खुबसुरत सेलरोटी। सेलरोटी बिग्रे के भयो त स्वाद मिठो हुनु पर्यो। म राम्रो चलाइरहेको छु हो यस्तो मायाले बनाइरहेको छु। यस्तो सेलरोटी खुवाउने कोही बिगारेको सेलरोटी खुवाइदिने बुहारी पनि नपाइएला नि फेरि। हेर त्यहाँ अहिले फेरि यहाँ सेलरोटी काण्ड गरेर पो गर्नु नपरोस् फेरि। हेर त्यहाँ 32 गुणले भरिपूर्ण हाम्रो बुहारी नानी हेर हेर हे ल यी सेलरोटी उ हेर ओहो सेलरोटी त के भनिदेऊ र। ल फेरि कोसिस गर राम्रो बन्छ ल ल ल बन्दैछ बन्दैछ बन्यो बन्यो कति राम्रो बन्यो हेर लास्टमा त वर्षा जस्ती राम्ररी मान्छे उस्तै राम्रा सेलरोटी ओहो हो लु लु